खाम्री म सबैजनालाई कुजुजुम्बो टाँसिदिले सबै मेरो टिबेटन भाइहरूलाई बहिनीहरूलाई टाँसिदिले हाम्रो माइती राजा भोटिया कम्युनिटीबाट कुजुजुम्बो बहिनीहरूलाई पनि आकु आन्यु सबैलाई अनि हाम्रो लेप्चा कम्युनिटीकोहरूलाई चाहिँ खाम्री म छ है अब म चाहिँ घरबाट निस्किँदैछ है म बाख्रा निकाल्छु बिरालु कुखुरा कुकुर देखाउँछु नि एक्लो छोरीकोबाट अब के त छैन मान्छे छैन मेरो घरमा त्यति चाहिँ म देखाउँछु है तपाईहरुलाई यस्तै छ मेरो घर चाहिँ अहिले घर बरालेर सनकसिनी गरिराखेको यहाँ छ्याङ छ त्यहाँ मै छ यहाँ दुईटा राइस कुकर यता पानी तताउने हो उतापट्टि खिख्यामहरूको कुकुरहरू बसाको तोर्लुङ यहाँ बसिरहनु भएको छ यहाँ छ्याङ छ हिजो छाता ओरेर पाख्याङ बजार गयो नि हो छाता भिज्यो नि हो गयो यस्तै छ है सब सिनिकै पारेको मैले घरहरू बरालेर अब म दुधको देखाउँछु तपाईहरुलाई बाख्रा एकैचोटि गुटुटुटु लानुपर्छ म अलिकति पानी खाएन हुँदैन हौ बिहान चाहिँ अलिकति पानी खाएर निस्किनुपर्छ हौ चेस से चीज छोपिराख्नुपर्छ हो सो गरेर तपाईहरुले हेरेर शेयर सब्स्क्राइब गरिदिनुहोस् है के भएछ मेरो स्वेटर त उतानु पारेर राखेछ त गठे माइती राजाहरूले छोरा भिज्यो नि हिजो पानीले लुत्रुकै भयो पाख्याङ बजारमा सुक्दै गर्छ तलल गर्नुपर्छ चोर्छ यिनीहरूले तल गर्नुपर्ने थियो चाबी त गोजीमा बोक्नुहोस् भाइ दिन यस्तो छ है हुँदो पऱ्यो के आएको ऊ तल देख्नु हुँदैछ मेरो क्यामेराम्यान जान्दैछ ओह्रालो हो छैन म आफै अब घरबाट भिडियो स्टार्ट गर्ने बेला भयो यसमा चाहिँ गाउँ मातालाई दाना दिनुपर्छ अब यहाँ आमा चाहिँ छ अन्त भोलि पर्सि निकालिहाल्छ नि नक्कलीले दाना अलिक लाउनु पर्यो बोकेर किन लैजाउँ कि बोराहरू चाहिँ दुईटा छ नि गाई गाउँमा त एउटालाई मात्रै दिएर हुँदैन अर्कोलाई पनि लानै पर्छ अर्कोले चाहिँ आगो चाहिँ माकु खोज्छ कि झरी बोक्ने हो हिँड्ने हो पिना पनि बोक्नु पर्नेछ हो
एक्लो छोरीको हालत हेर्नुहोस्, एउटा पिना बोक्नुपर्छ, एउटा दाना, एउटा बोरामा। अब ओ हाम्रो आनुम आउनु हुँदैछ, मेरो आनुम कान्छ। अब कता गयो गराउनु आनु। त्यहाँ हाम्रो गाउँको चाहिँ सबसे सिनियर मान्छे हो, मेरो आपा बन्दा पनि हुन्छ। त्यो पिकअपहरू त्यो मजुरहरू खेद्नु हुँदैन हौ। तिनीहरूको अलिकति एउटा भिडियो बनाउँ भनेको थियो मैले। मजुर नखेद्नु, म एउटा भिडियो बनाएको छैन हौ। यहाँ चाहिँ मेरो आपा हो, मेरो कान्छा आनु। म देख्दैछ के? त्यही त हो, अब समयको फल। अब के गर्ने, रोक्नु भन्दा रोक्नु सक्दैन। त्यहाँ छैन क्यामेराम्यान त ओह्रालो भागिहाल्यो। अन्त अलिकति सघाइदिएको भए हुन्थ्यो नि, बाख्रामा एकैचोटि लिएर जाउँ भनेको। खै यो सुइटी त के भयो या? भन्दै आजको बिहानको सानो ब्लग बनाउँदैछ। तपाईँले लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् है। यहाँ को छ यहाँ? ए सुइटी। अब म अन्त बेलुकाको पनि बनाउँछ नि, अहिलेको बिहानको यति मात्रै हो। हातमा बेसी दाना पानी भयो। थ्याङ्क यू फर वाचिङ। थ्याङ्क यू फर वाचिङ।